साथीहरु जस्मी फ्यामिली अफिसियल युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। हाम्रो चाहिँ आज के छ भन्दा आज मोमो प्लानिङ। आज मोमो खाने प्लानिङ छ। यहाँ चाहिँ मोमो स्टिम हुँदैछ अनि यता चाहिँ मोमो बन्दैछ। यहाँ चाहिँ म चाहिँ सेफ हो क्या। मोमो चाउमिन बनाउने म होटलको त सबै चीज बनाउँछु। अनि यहाँ चाहिँ मेरो छोरा यो के बनाउँदै हो यो यहाँ रोटी बेल्दै मेरो छोरा चाहिँ किमा पनि सिक्यो किमा पनि सकिसक्यो। अब अलिकति मुस्नुपर्छ। के मुस्नुपर्छ? पिठो कस्तो टेस्ट हान्ने पाकेकै छैन। कसरी पाकेन पाके कसरी त्यो थाहा हुन्छ यसरी हल्लाएपछि त्यो बोजूलाई काका भाइलाई दिने पहिला टेस्ट हान्ने भिडियो छ क्या। ए भगवान के गरे त्यो छेलेर सबै अचार चाहिँ नचाख्ने रे। पाकेकै छैन चाखौँ हुँदै। हेलो महिम के बनाउँदै हो? के बनाउनु भएको? भाइ के बनाएको? महिम सुनवार बनाएको रोटी महिम सुनवार बनाएको। यता हेर्नुहोस् त। सबैको डुलु निकाल्नु न माथि। ए ठुली ओ हेलो चिज चिज चाहिएको थियो। मेरो छोरा के बनाउनु भएको भन्नुस् त। ह्यापी फेस। के बनाउनु भएको रे? अलि यहाँ बुझ्ने गरी भन्नुस् न। ह्यापी फेस। ह्यापी पेस्ट। ह्यापी फेस। के ह्यापी फेस? ह्यापी फेस बनाएको? महिम जस्तो रुन्चे देख्छु। यहाँ काकी र म 14-14वटा मोमो छ है। हामी अब 14 रे त्यो हन्तेकोमा 15वटा काकीकोमा 12वटा छ हजुर। हो पहिले हालिस् नि। ओके न त्यहाँ हन्तेलाई हेर्नुहोस् है प्रभु सबैजना गाइस त्यो निलो टी सर्ट लाउने म त बेग्राले खाइदिने हो। आन्टीले एउटा हान्दा उसले कतिवटा हालिसक्छ मुखमा। यो चाहिँ हाम्रो सुपारी मोमो है। मुखमा नअटाउने खालको छ। खै स्प्राइट हो नि स्प्राइट यहाँ छ हेर्नुहोस्। के भयो? हेर्नुहोस् त्यो ब्लू कलरको टी सर्टको लागि त्यो हन्तेलाई फोकसिङ छ गाइस। ढिँडो खाएको हो कि मोमो बेग्राले खाइदिने हो। म त यहाँ कुखुराको चारो कुखुराको चारो निलेको हो कि के हो हेर्नुहोस् गाइस। मोमो निलेको मोमो मोमो खुवाइ हेर्नुहोस् ढिँडो भन्दा कम छैन। बिस्तारै खाऊ न टेस्ट लिएर। सेलाइसक्यो त्यो चलाउँदा चिकन चाहिँ बहिनीले ल्याएको। अनि सबै भन न सबै। आज मोमो ट्रिट बहिनीले दिएको भन। मोमो ट्रिट बहिनीले दिएको त पिठो चाहिँ हामीले ल्याएको है काकी। घरमा भएको पिठो युटिलाइज नगर्ने रे नयाँ चाहिने। आटाको मोमो बनाउने रे। आन्टी आटाको मोमो कति हेल्दी हुन्छ है। हामीले आटाको मोमो हुन्छ है। यस्तालाई के थाहा। आटाको मिठो हुन्छ। त्यसरी मोमो खाइनस्? मलाई मन पर्दैन के मोमो। कतिवटा खाइस्? 5 पिस। बोजूको गए खाइस् है?
म चाहिँ मोमो मोमो लभर हो क्या मोमो लभर म मात्र के पनि नखाने भिडियोम्यान क्यामेराम्यान मात्रै हो गाइस के पनि नखाने माम पनि नखाने मोमो पनि नखाने सिलिम हुने चक्करमा होइन गाइस ज्यान मात्र मलाई रोज्दैन मलाई त सिलिम न टिलिम मलाई केही मन पर्दैन गाइस मलाई चौचौ फ्राई गरेर दियो भने चाहिँ खान्छु अलिकति नत्र त केही पनि खाँदैन गाइस कहाँ कन्सर्ट गरायो अझै थपेर खानु नि दिँदैन म त थपेर खाने काकीले खानुहुन्छ गाइस यही मान्छे है थपेर खान्छु भने चाहिँ यही मान्छे तिमी खाने अरे यसले त बाबालाई दियो मेरो भाइ र म चाहिँ एउटै छ है गाइस हामी खाने नखाने के पनि नखाने घरको मान्छेको गाली पनि धेरै खाने हामी नै हो अचार नि दामी हुन्छ उसले गाकी यो ए अचार बनाउने चाहिँ यता है हाम्रो आन्टी माछा हाले जस्तो छ है त्यो माछा सिद्र जस्तो केमा यो सिलम हालेको नि त सिलम टिम्बुर कागती वाट इज द्याट के हो त्यो राखेछु के हो त्यो कहिले मलाई त कोकोनट म्याकरन कस्तो खानु मन लागेको म खान्छु त्यही गाइस हेर्नुहोस् त अब प्लेटमा हेरेर अनुमान लाउनुहोस् प्लेट कसको ठुलो छ कसको सानो छ खानेको ठुलो हुन्छ नखानेको यत्रो सुकेर पिरिङ्ग हुन्छ त्यही कस्तो ठुलो कस्तो सानो हो म त्यो ब्लू टी सर्ट लाउने चाहिँ हाम्रो विनिता मगर राई दिदी भन्नु कम हुनुहुन्न है गाइस खानेले जित्छ नखाने हाल्छ जा मोमो लिएर आन्टी जानुहोस् न म भिडियो गरिरहेको छु कहाँ हो यो म्या 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 बज्यो दिमाग खराब मुख त नै रित्ताइसक्यो म गाइस कति प्लेट हानिसक्यो दिदी अझै स्प्राइट हाने थियो मोमो लगाएको क्या देब्रे हातले चप्टाउँछु म त खाना फेरि दाहिने हातले खान्छु है कतिवटा हाल्नु गनेर हाल्नु न गनेर हाल्नु न भने गनेर हालिदिनु गनेर हालिदिनु गनेरै तपाईँ खाने भयो 1 2 3 4 5 6 7 8 9 10 ल राम 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 गाइस 15 + 10 = 25 त्योभन्दा अगाडि एक प्लेट 25 10 35 अरे बाबा खानेलाई खाना देऊ न रुचेको खान्छ त्यो बिरामी भएपछि खाऊ खाऊ भनेको काम लाग्दैन के अलिक फुर्तिलो हुन्जेल खानुपर्छ सन्चो हुन्जेल होइन त गाइज हो कुरा कस्तो छ मेरो बिस्तारै होइन चपाए मात्रै अनि यो चाहिँ के हो के दिएको यो खै क्रिस्टलले के ब्राउन कुकिज दियो अरे के कुकिज हो त्यसो राइट कुकिज बिस्कुट हो क्या यो कस्तो साह्रो छ त साह्रो त हुन्छ त अनि चियामा डुबाउँदै खानु यो त हो सरी ल गाइस मलाई साह्रो चाहिँ म खाँदैन मेरो दाँत
अनि सबै भिडियो गर्नु भयो ल गाइस अब सकेन अझ मुख त यति छ अब अझै यति पनि अहिले ल काकी नखाने के अन्त्यमा के भन्नु छ अन्त्यमा चाहिँ अब जति अड्छ पेटमा त्यति खाने हो मैले होइन भुँडी पनि देखाइदिनुहोस् त हजुर मुडी ओके साथीहरू बाई 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 गाइस टुमरो नेक्स्ट टाइम अब अर्कोचोटि फेरि आजको लागि यति नै करेन्ट चाउचाउको हालिदिन्छौँ ल भिडियो सपनामा कहिले करेन्ट चाउचाउको भिडियो कहिले निकाल्ने पर्सि पछि